मेरो गोर्खे सन्तान दाजुभाइ दिदी बहिनी सबैजनालाई म हात जोडेर बिन्ती गर्दैछु यो भिडियोलाई तपाईहरुले पुरा हेरिदिनुहोस् अन्त भिडियोलाई शेयर गरेर सिक्किमको चिफ मिनिस्टर पीएच गोले सरसम्म पुर्याइदिनु होला। मलाई सिक्किमबाट एकजना बुद्धराज भाइले भिडियो पठाउनु भएको छ, त्यो भिडियो हेर्नुभयो भने तपाईहरुको आँखाबाट आँसु निक्लिन्छ। तपाईहरुले भिडियोलाई धेरै भन्दा धेरै शेयर गरेर सिक्किमको चिफ मिनिस्टर पीएच गोले सरसम्म पुर्याइदिनु होला। नमस्कार, हजुरहरुको समक्षमा म एउटा भिडियो राख्न गइरहेको छु र मेरो आर्थिक अवस्था एकदम कमजोरी छ। त्यही भएर चाहिँ म यस्तो ओछ्यानमा सुतेको 5 वर्ष भयो। अन्त पाइप लगाउनुपर्छ, महिनामा 2टा चेन्ज गर्नुपर्छ। त्यहाँबाट हजुरहरूले साथ सपोर्टले गर्दाखेरि चाहिँ यो भिडियो माथिसम्म पुगोस्। अन्त म चाहिँ सेन्ट्रल पण्डम साजुङको हो, म चाहिँ बुद्धराज राई हो, दुर्गा प्रसाद राईको छोरा जेठा। अन्त मेरो घरको आर्थिक अवस्था एकदम कमजोर छ। 5 वर्षसम्म बाबुआमाले यताउति गरेर भए पनि मलाई हस्पिटल 50 खेप 60 खेप गइसकिसकेँ। मेरो चाहिँ पछाडिको स्पाइनल कर्ड गएको हो, अनि त्यही भएर म हिँड्न सक्दिनँ। मेरो अवस्था हेर्नुहोस्, म हिँड्न सक्दिनँ। अन्त भोलि मेरो फेरि स्टोनको अपरेसन छ। अन्त त्यही भएर हजुरहरूको समक्षमा म यो भिडियो राख्न गएको। हजुरहरूले साथ सपोर्टले गर्दाखेरि चाहिँ मेरो उयो गरिदिनुहोस्, यता देखाइदिनुहोस्। अन्त मेरो पाइप हेर्नुपर्छ। अन्त म चाहिँ सेन्ट्रल पण्डम साजुङको, अनि म चाहिँ यसपालि होइन एकदमै कमजोर छ। एकजना भाइ छ, भाइ पनि बिमार छ, अन्त दबाई खाँदैछ। अन्त मेरो एकदमै घरमा इम्प्लोइ कोही छैन, गाई पालेर खानुपर्छ। गाईसँग डाइरी लगेर दुधहरू अन्त घाँस सास काट्नुपर्छ, छैन हाम्रो। त्यही भएर भोलि फेरि म एसटिएनएम आउँदैछु। त्यही भएर हजुरहरूको समक्षमा यति नै म 2 शब्द यति नै राख्छु। र मेरो भिडियो चाहिँ सबैले सेयर गरेर है साथ सपोर्ट दिनुहोस् भन्ने म आन्तरिक हृदयबाट हजुरहरूसँग नम्र बिन्ती गर्दछु। अनि त्यही भएर ओह्रालो चाहिँ मेरो एकदमै हेर्नुहोस्, तपाईँहरू केही चल्दैन खुट्टाहरू। अन्त त्यही भएर चाहिँ म हजुरहरू समक्षमा यो भिडियो राख्न गएको छु। हुन्छ, धन्यवाद।